This is how it all began. So हामी आज फेरि आफ्टर लङ टाइम जाँदैछौँ डियर लेक पार्कसम्म फेरि साथीभाइ यहाँ हाम्रो दिदी पनि हुनुहुन्छ जिना दिदी स्वागत छ भ्लगमा सबैजनालाई स्वागत छ के हुँदैछ पछाडी हेलो हाउ आर यु चस्मा भ्लगमा आउने भएपछि चस्मा लगाएर फिचर हुन्न हैन है त्यता हैन केटीले क्यूट के भन्थ्यो क्यूट बोय न क्यूटेस्ट बोय अफ अल टाइम मेकअप लागो कामै हुँदैन मेकअप गरे छैन त्यो भएर त स्न्यापको फिल्टरले काम गर्छ नि सो यहाँ चाहिँ 9 महिना जस्तो अगाडि समरमा आएको थिएँ म त्यति बेला अहिले विन्टरको बेलामा है के रहेछ फरक आज हामी हेर्नेछौँ तपाईँलाई पनि म देखाउँछु हेर्नु होला है त र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ टक्कसँगले सब्सक्राइब ओहो समर भर्सेस विन्टरको यो चाहिँ डिफ्रेन्स हेर्नु होला अगाडिको भिडियो हेर्नु भएको छैन भने भिडियो हेर्नु होला समरमा आए नि छुट्टै राम्रो विन्टरमा आए नि छुट्टै राम्रो तर राम्रो चाहिँ राम्रो कि क्यामेराम्यान पनि बोकेर आएको छौँ साथमा हामीले एकदम उहाँ चाहिँ होइन भक्तपुरको चाहिँ एकदम नाम चलेको नाम सुन्नु भएको छैन होला सुन्नुहुन्छ तपाईँहरूले मेरो दाइ एउटा आयो एउटा हुन्छ भाइ अब त्यो त भाइले सिकाउनु पर्यो नयाँ नयाँ अहिलेको झन् के छ लेटेस्ट पोजहरू काली ओह्राली बढ्दैछ हाम्रो टोली अगाडि यतिको त तयारी छ हाम्रो सानो मम्मीले हैन From post-concert bliss to pre. कुमार सागर खिच्ने मान्छेले खिचेर होला क्या टाइम लाग्यो यसलाई खान होला पानी परेर चाहिँ होइन ठिक्क कस्तो टाइममा पानी पर्यो भन्नुहुन्छ भने हामी यहाँ सबै हाम्रो ब्रन्च सन्च गरेर चाहिँ ट्याक्कसँगले गफसप पनि गर्दा गर्दै सकिसकेपछि चाहिँ पानी पनि पर्यो अनि पानी परेपछि म नाच्दैछु यहाँ हाम्रो प्रज्वल दाजु चाहिँ एकदम नाच्दै रम्दै पानीमा भिज्दै भाइहरू कस्तो भयो त आजको यो हाम्रो आउटिङ अनि मलाई पनि इन्भाइट गर्नु भएकोमा धेरै धेरै धन्यवाद धेरै 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 के भन्छ नि हृदयको भित्री पानादेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईले त दाइ कविता लेख्नु पर्ने नेपाली छ कविता लेख्नु पर्ने हो के तपाईले ल भाइ म लेख्छु चाँडै फेरि मलाई पनि डेडिकेट गर्ने ओके ओके भाइलाई पनि भइहाल्छ नि हाम्रो क्युटेस्ट बोय अफ द ग्रुप सानो भाइ सो हुनुहुन्छ भने प्लिज सब्स्क्राइब त्यो त अभियसली भइहाल्छ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिसक्नु भएदेखि भयो यहाँ हेर्नु त थिच्दै हुनुहुन्छ तल बेल बटन म देखिरहेको छु क्या यहाँबाट के थ्याङ्क यू कन्टिन्यू भ्लग यहाँदेखि है अनि अब यहाँनिर चाहिँ हाम्रो के हुँदैछ भनेर तपाईँले गेस त अलिअलि गर्दै हुनुहुन्छ होला तर तपाईँको गेस गर्नलाई चाहिँ यस्तो हेल्प गरिदिन्छ कि म यहाँ हेर्नुहोस् तपाईँहरूलाई यहाँ हेर्नुहोस् के भन्दैछ आफै कमेन्ट गर्नुहोस् गाइज होइन यहाँ हुनुहुन्छ होनहार दाजु मल्टी ट्यालेन्टेड दाजु हेड सेफ यो किचनको एकदम सबैले होइन हाउ लङ भन्ने टु मोमो के अरे के भन्छ कसरी भन्नु त भाइ
मलाई अलिक आएन तपाईँको तरिकाले भन्नु त चाँडेको मोमो 1 प्लेट टेबल नम्बर 1 हाउ लङ 7 मिनेट सेफ यतापट्टि हाम्रो क्युटेस्ट बोय अफ अल टाइम होइन भाइ उसको पद के भयो यहाँ भाइको पद हेल्पर असिस्टेन्ट एकदम रेस्टुरेन्ट फाउन्डर अनर जे भन्ने नि उहीँ हुनुहुन्छ होइन उहाँ चाहिँ हाम्रो विश्वास हो। यता हजुरलाई स्वागत छ भुवन छेत्री युट्युब च्यानलमा धन्यवाद। यहाँ चाहिँ मोमो बन्दैछ तर हाम्रो प्लानिङ चाहिँ नि चिकन मोमो मात्र बनाउने थियो तर हाम्रो आजको गेस्ट चाहिँ नि भेज हुने भएको भएर चाहिँ नि धन्न लक्कीले हाम्रो फ्रिजमा चाहिँ आज पनिर पनि भएको भएर पनिर मोमो पनि बन्दैछ स्पेसल्ली हाम्रो भुवनजीको लागि। अब त्यो कस्तो भयो मिठो भयो भएन चाहिँ अब खाएर रिभ्यू दिनु होला। एकदम उहाँले होइन बनाएको खानेकुरा चाहिँ होइन यस्तो मिठो हुन्छ नि मैले योभन्दा अगाडि पनि ट्राई गरेको थिएँ होइन यदि 10 आउट अफ 10 चाहिँ म दिन सक्दिनँ त्यो फुडलाई किनभने त्यो फुड यस्तो मिठो थियो कि 10 मा 11 पनि दिन मिल्ने थियो भने म दिन्थेँ कि एकदम हाम्रो यहाँ एकदम ह्यान्डसम भाइ हुनुहुन्छ भाइहरूले भर्खरै यहाँ काम गर्दा गर्दा थाकेर एकछिन भाइको ब्रेक भयो सर्ट ब्रेक यहाँ टमाटर गोल भेडाको चाहिँ यस्तो रेडी भएको छ नि भाइ यहाँ एकदम किमा रेडी गरे हुनुहुन्छ मिठो मिठो किमा एकदम मिठो 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 बनाउनु पर्छ आज। एकदम किमा मुस्ता किमा पाक्न लागिसक्यो जस्तो ल भयो दामी। भ्लग पनि आज यो नयाँ खालको भ्लग हुनेवाला छ किनभने यसमा रोमाञ्चक गफ हुनेछ रोमाञ्चक कुराकानी साथसाथै हाम्रो प्यारो भाइ एकदम ह्यान्डसम भाइ यहाँ हेर्नुहोस् होइन रातमा पनि बत्ती नबाल्ने गरीको भाइको अनुहार छ राति बत्ती लोड सेडिङ भयो भने पनि भाइको अनुहारको चमकले गर्दाखेरि होइन यहाँ उज्यालो हुनेछ। भाइको परिचयबाट सुरु गरौँ भाइको परिचय भाइको नाम मेरो नाम चाहिँ सनिस श्रेष्ठ। घुम्न गएका थियौँ र घुम्न चाहिँ आज हामी कहाँ गएका थियौँ भनिदिनु पर्यो। आज हामी डियर लेक गएको थियौँ यतै बर्निबीमा। हजुर जुन बर्नबीमा अवस्थित छ हाम्रो डियर लेक एकदम डियर जस्तो डियर नाम त्यस्तै डियर है एकदम राम्रो थियो है हामी त्यहाँ गएको थियौँ। अनि आजको कस्तो भयो हजुरलाई कस्तो लाग्यो आजको हाम्रो त्यो यात्रा त्यो पल? एकदमै इन्ट्रेस्टिङ थियो रमाइलो भयो जस्ट होइन धेरै पछि आउटिङ गयो रिफ्रेसमेन्ट भयो यसो फ्यामिलीसँग जाँदा। भाइ चाहिँ यहाँनिर इन्टरनेसनल स्टुडेन्टको रूपमा हुनुहुन्छ अहिले र भाइ चाहिँ एकदम मेहनती हुनुहुन्छ होइन मैले यहाँ जानकारी पाएअनुसार चाहिँ भाइ यति मेहनती हुनुहुन्छ कि सारा नेपालीले भाइबाट केही कुरा सिक्नै पर्छ किनभने हामीले राम्रो कुरा भनेको राम्रो मान्छेबाट सिक्नुपर्छ होइन र त्यो राम्रो मान्छे चाहिँ सनिस भाइ हुन्। अगाडि बढौँ र यहाँ हामी आइसकेका छौँ यहाँ हाम्रो स्टिङ अपरेसन चाहिँ होइन नतर्सिनु होला यो हामी कुनै पत्रकार होइनौँ तर यो हाम्रो एउटा रमाइलो यो छ नि यो कुराकानी अगाडि बढाउँ भन्दै हजुर एकछिन व्यस्त हुनुहुन्छ उहाँलाई डिस्टर्ब नगरौँ फेरि होइन फेरि थाहा छ नि किचनमा के सामानहरू हुन्छ होइन रिसाएको बेलामा फेरि प्रयोग भयो भने फेरि हल्का होइन गाह्रो हुनसक्छ क्यामेराम्यानलाई पनि मलाई पनि है त्यही भएर सेफ्टी मेजरहरू फलो गरौँ है थोरै डिस्टेन्स मेन्टेन गरौँ। एकछिन हेडसेपतिर बढौँ यहाँ बिजी हुनुहुन्छ अहिले फेरि हामी आउनेछौँ यता पनि हेडसेफ ज्यू हजुरलाई हाम्रो यो हाम्रोमा मोमो पाक्दिया वाउ हेर्नुहोस् त मेरो फुल टाइम हेडसेफ हुनुहुन्छ र पार्ट टाइम सायर हुनुहुन्छ है यो कुरा तपाईँहरूलाई भन्दैछौँ। एकछिन यो चाहिँ हाम्रो ब्याकग्राउन्ड म्युजिक हो होइन हेर्नुहोस् उहाँ फेरि होइन म्युजिक ब्याकग्राउन्ड म्युजिक आर्टिस्ट पनि हुनुहुन्छ फेरि म्युजिकहरू बनाउने हल्का होइन आइरहेछ। हाम्रो यहाँनिर ट्यालेन्टको चाहिँ कमी छैन क्या यहाँ तपाईँहरूलाई होइन क्यानाडामा अलि नेपालमा किन राम्रो मान्छे भेटिँदैन भन्नुभएको राम्रो मान्छे सबै यता आएर बसेपछि अनि ऊ चाहिँ नराम्रो मान्छे चाहिँ नराम्रो मिसावट त अब हुनै गाटेको तर भएन होइन हामी सकुशल नै छौँ। हेर्नुहोस् कस्तो राम्रो मुस्नु भएको पिठो के अरे पिठो होइन यो के भन्छ के जाति अरे किमा यो चाहिँ भेज किमा हो भेज किमा एकदम स्पेसल
हाम्रो अतिथि अब अथवा हाम्रो घरको पाहुना उहाँ हुनुहुन्छ परिवारै हुनुहुन्छ मेन गेस्ट। अब उहाँ चाहिँ भेज हुनुभएको कारणले चाहिँ हामीले भेजमा उहाँ एडिसनल बनाउने चाहिँ हामीले अब प्लान गऱ्यौँ। अब त्यो बन्दै पनि छ, अब होपफुल्ली मिठै हुन्छ होला। आई थिङ्क उहाँलाई मनपर्छ। अब दुई शब्द यहीँ टुङ्गिरहेछ टप्प टप्प। हजुरको टाइम दिनुभएकोमा एकदम हजुरलाई धेरै धन्यवाद। अब हामी अघि बढौँ। यता एकछिन बिजी हुनुहुन्छ, थोरै सबर गरौँ, सबरको फल मिठो हुन्छ। अब यहाँ हाम्रो आदरणीय दिदी होइन, फाउन्डर दिदी जे भने नि होइन, उहाँ नै हो। अब उहाँलाई थोरै यसो अन्तर्वार्तामा हामी निम्तो दिँदै अब यहाँ आइपुग्यो घरैमा। सो दिदी हजुरलाई हाम्रो यो आजको कार्यक्रममा स्वागत छ। धन्यवाद भन्नुभएको छ, त्यसको लागि पनि धन्यवाद। अनि यहाँ अहिले के हुँदैछ थोरै भनिदिनुहोस् न यो गतिविधिको बारेमा। म चाहिँ नि अहिले मोमोको अचार रेडी गर्दैछु। हजुर मोमोको अचार सुन्नुभयो होला, हजुरले देख्दै पनि हुनुहुन्छ। देखाइदिनुहोस् क्यामेराम्यान, फोकस गरौँ। एकदम उहाँ चाहिँ अहिले होइन एउटा नयाँ किसिमको रेस्टुरेन्ट यहाँ खोल्ने प्लानमा हुनुहुन्छ। त्यो प्लान अनुसार चाहिँ अब चाँडै नै यहाँ क्यानाडामा यस्तो खालको रेस्टुरेन्ट लन्च हुन्छ नि, फ्युजन खालको नि। अब नेवारी फुड पनि त्यहाँनिर होइन उहाँले इन्क्लुड गर्नुहुन्छ। र नेपाली डिसलाई चाहिँ होइन, अब नेवारी कुजिन, नेपाली कुजिनहरू जुन छ नि हाम्रो नेपालमा पपुलर भएको डिसहरू छ अथवा जुन चाहिँ हुनुपर्ने हो, जुन ओजेलमा परेको छ, त्यसलाई चाहिँ उहाँले एकदम अब हाइलाइट गरेर चाहिँ अब क्यानाडामा चाहिँ नेपाललाई चिनाउने तयारीमा हुनुहुन्छ। म एकदम तयारी पनि लगभग नयाँ भाडा नि युज गरियो। ओके, सो नयाँ भाडा सुन्नु होला, नयाँ भाडा। यो भिडियो पनि त्यसै महँगो हुने, किन नयाँ भाडा युज भएको छ हेर्नुहोस्। त्यही भएर तपाईँले सब्सक्राइब गर्नु चाहिँ जरुरी हुन्छ। हेर्नुहोस् धुमधामको साथ यहाँनिर ऱ्यापिङ हुँदैछ होइन। म पनि अब जाँदैछु है, कति होइन भिडियो मात्र बनाउने होइन, आफू पनि अब गएर यसो हेल्प गरौँ होइन, सँगै बनाऊ। सनिसले भने जस्तो बनाउनलाई 2 घन्टा, खानलाई 2 मिनट, 10 मिनट पनि होइन 2 मिनट हालेर हुन्छ नि। त 2 मिनटमा खै कतिवटा मोमो खाने भनेर च्यालेन्ज हुन्छ नि, मोमो च्यालेन्ज। मैले देख्दा बेलमा त बाबा दुख्यो भन्छ नि। Next round. एकदम दामी छ है मोमो चाहिँ, एकदम मिठो एकदम मिठो। रेस्टुरेन्टमा नि पाइदैन। खाली भित्र ठाउँ चाहियो भने होइन, बनायो होइन खाली ठाउँ। कस्तो छ मोमो? बब्बाल हाम्रो होइन यहाँको हेड सेफले बनाउनु भएको। हजुरलाई कस्तो लाग्यो? एकदम मिठो, मिठोको पनि सुपरलेटिभ। अचार उस्तै दामी होइन। यस्तो त 4 प्लेट खाइदिनु। खान्छ 4 प्लेट खाइहाल्छ नि, खाँदैन भन्ने मात्र हो। मैले त 20 वटा जति नै खानु सक्छु होइन। बिस्तारै खायो भने त खाइदिन्छ यार 4 प्लेट पनि। डबल सक्ने होइन। मैले मसला हालेको कस्तो छ दामी। मोमो बनाउने टेक्निक?